मन बाङ्गो भइसक्यो ल पाके ढिलो पाको भनेर यो चाहिँ खाने त्यो चाहिँ त्यो केलाएर राखेर त्यो सफा गर्नुपर्छ सिपीको केलाएर राख्नु अगाडि यसको चाहिँ सिक्दै हुनुहुन्छ लुङ्गाजीहरू चाहिँ यहाँ हाम्रो सानो चाहिँ कक्का हेर्दैछन् सिपी पनि झर त उसको भित्रको खाने सिपी अरे यो पनि खान मिल्छ अरे यहाँ भित्रको खोप्रा अघि नै गुदी चाहिँ निकालेर केलाइसक्नु भएको छ घुङ्गी अरे घुङ्गी माल मिटेर पुगेर अन्त बिरयानी स्वाद पर्दैन यस्तो लाग्छ घुङ्गी त अनि कोही कोही त खाली छ जस्तो देख्दैछु त त्यहाँ भित्र हुँदो रहेछ सबै चाहिँ हात भर्खर लुगा धोएर आएको हेलो यो चाहिँ एकचोटि केलाएर पानीमा उमालेर फेरि धोएर सफा गरेर ल्याउनु भएको दाइले यसरी बनाउनु पर्दो रहेछ यहाँ दुईजना लागि पर्नु भएको छ के हाल्नु भयो सेरो देख्यो मसला पेस्ट हो पेस्ट अदुवा लसुन त्यो पनि हुँदैन यो चाहिँ अदुवा लसुनको पेस्ट हो सिकाइछु टोटली सबैले थुक्लिन्छ होला नि फेरि देखेर यता पनि तपाईँ घुगी बनाउनु सिक्नु परेन अर्जुन तराई गएपछि त खाने हो त घुगी होइन भाइ झर है तर यो केलाउनु चाहिँ कति बेला केलाइसक्नु भयो क्या आमा यत्रो काट्ने भन्दा त नि म चाहिँ किन आउँदैन टोलीहरू चाहिँ यहाँ तल त म त भ्याउँदिनँ नि नानीले गरेर पनि के छोरी यो यस्तो निस्किन्छ क्या यो छ नि यो निस्किन्छ यो चाहिँ के हो यो त्यसको मुखमा हुन्छ क्या ठ्याक्कै अरू कुनै अलि होला त्यस्तै त्यो भयो भने चाहिँ के हुन्छ अनि छातीभित्र गयो भने त टाँस छ नि हो र ल्याप्पै टाँस छ नि त्यसले पनि मान्छे त यो चाहिँ डेन्जर अरे साथीहरू त्यसलाई अलिक चुस्दाखेरि अलि राम्ररी चुसेर त्यो आउँछ कुनैमा यो बाहिर चाहिँ पुरै बेन्ड हो बत्ती त्यहाँ छैन अस्ति उता त्यो उता लगिहाल्नु हो अहिले चाहिँ ठिक्क पारा आएछ है ल यतातिर पारा आयो यहाँ हेर्नु न यो पनि निस्किन्छ अरे त यस्तो चाहिँ निस्किन्छ अरे यो हो यसले अड्किन्छ नि त्यो सिनेपछि यो निक्लिने हो क्या तपाईँले निकाल्नै दिनुभयो यो होला होइन हजुर आफैले हेरेर सावधानी अपनाएर खानु पर्यो नि होइन हजुर ग्लास भिडियो खिच्दै हतार मलाई त यहाँ भिडियो खिच्नै आउँछ दाइलाई त बसी नै आएछ हौ यत्रो जाडोको बेला पनि अझ दुईपट्टि होला नि त मैले
ज्याँ चाहिँ स्प्राइट लिएर आउनु भएछ नखिचेर त दाइको स्प्राइट हो मैले यता घुगी खाने मान्छे यता हेर सानो यता हेर्नु अरे मामला खाने हो सिक्ने निकालेर चाहिँ के को घुगी खान्छ हौ लुगाहरू घुगी खानलाई रेडी पोजिसनमा हुनुहुन्छ यसले सुप पनि हुन्छ त यसमा अब खाने नै सुप हो नि त यो चुस्ने हो घुगीलाई किस गर्नु हुने रे अब फाइनली पाक्न आँटेको छ होइन पाकेपछि फेरि हामी देखाउँछौँ यता अर्जुन हैन मान्छे आउनु न सर खै फाइनली घुगी पाक्यो आउनु न भनेको क्या त्यति ल्याइदिउँ हाल्नु न टाइम लागिहाल्छ मै हाल्नु पर्ने बिचरा मैले त्यत्रो गरेँ त नि तातोले पोल्ला नि फेरि तातो नलागेको होला नुनै छैन अलिक कम छ थपौँ लागेन भने टेस्ट हुँदैन त्यसबाट फेरि धेरै जाला नि फेरि एकछिन तपाईँ आउनु त पाउनुभयो भएर टोलेर लग्नुला अघि झन् त्यत्रो खाना नखानु भनेको होइन अनि सुको सापलाई होइन जानु के हेर्नु हुँदैछ घुगी पर्खिराख्नु भएको यहाँ चाहिँ आयो घुगी रेडी भयो यहाँनिर म त्यहाँ कराउँछु म लोकेसन दिन्छु तपाईँको आवाज भेरी मच म तलै आउँछु यहाँ सबै झरिसक्यो त्यो माथिको सिपी खोल भएको ए हुन्छ त त्यही भएको त्यही हुन्छ त्यो यता ल्याउनु बिना दाइ यता यो पनि लु रेडी औषधि घुगी ल नआएको चाहिँ नगर्नु खोइ घोज्दा पनि आएन है मैले त यसको रसै मात्रै हुन्छ तपाईँहरू गएपछि त अनि कम उमाल्यो तान्नु पर्ने त त्यसको यसले घोसेर तान्नु पर्ने चुरुङ चुरुङ पनि आउँदैछ त हुन्छ ए
निक्लिने खालि सक्दैन म कहाँ हो तपाईँ आएन ल्याउनु न यार कस्तो अप्ठ्यारो भइसक्यो हो तपाईँले त्यतिकै सबै खानु नानीहरू खाँदैछ है त्यो के अरे फाटेको गरौँ थियो त नि आइज है शान्त हो आइज गाह्रो हुन्छ आउनु यहाँ जुत्ता ला हुन्छ यहाँ आउनु हुन्छ के भन्नु यता आउनु यता खाजा साने खाना खानु अहिले तिमीलाई त झ्यामै हालिदिँदा हुन्छ होइन होइन मोडल खै अनि उता भरै डेढ गर्छ आएन सानै खुट्टाले उता तान् त भाइ कहानी लामो हुने भयो यो के हो भन्नु भन्नु त मलाई दिनु एउटा यो कसको मैले नआएपछि यस्तो हाल्नु रहेछ चक्कुले काट्नु बनाएको छ नि यसलाई छोडिदिनु आज राख्छु भोलि एकचोटि फेरि यसलाई दिनु पकाएर अहिले उहाँहरू च्यालेन्ज दियो त खुगीले पनि रस मात्रै हुने भयो खुगी त पानी पो त चियरले चाहिँ माछा कि यसले त माछा तान्दा पनि आधी मात्रै आउँदैछ काकी छ यसको काकी चाहिँ फुटाउनु पर्ने होला है पाक गर्छु सोधिनु अफ गर्नु चाहिँ हुँदो रहेछ भन्दै हुन्छ है खान नजान्ने मान्छेहरू चाहिँ के छैन हौ यो अलिक ठुलो काटेको होइन ला सरी ट्याक ट्याक यहाँनिर युट्युब च्यानलमा पनि आउँछ है फेरि मेरो त्यो पछाडिकै उकेन नि टुथपेस्टले तान्नु न के भन्नु टुथपिनले
हजुर रामबेगा भाइले राख्नु भएको छ यो ट्याप्रा चाहिँ निस्किँदो रहेछ क्या यस्तो खालको ट्याप्रा होइन यसले गर्दा यो चाहिँ जानु पर्थ्यो अरे क्या ट्याप्रा अलिक मजाले जोगाएर खानु होला ट्याप्राले चिल्लै होला फेरि अहिले अलिक राम्रो आउनु है तपाईँ चाहिँ हजुर के भन्छ के भयो अरे आउँदै आउँदैन बिना दाल चाहिँ खानु भएकै हो नबोली नबोली खानु हुँदैछ सकेर मात्रै बोल्नु भएको हो अहिले यो निकाल्नै आधी घन्टा लाग्दैछ मलाई त नदेख्नु भएको होला क्या कारण चाहिँ के हो होइन मलाई त भयो सबै आएको भात भयो त होइन कि पावर नपुगेको तान्ने पावर बिचरा कति टाढोबाट जुत्ताबाट चुस्दा पनि आउँदैन
पूजा खाऊ न बे पूजा आउ गया अब तान नानी घोच्दा सिङ्का नै उ भइसक्यो मेरो त आधी मात्रै आयो हजुर खाना एकछिन भन्दैछ यो चाहिँ पैसा गप्प हो यो चाहिँ यो केले छेडेको छ नि हो त नि यो चाकलाई चाहिँ काट्नु हुँदैन काटी पराउनु न अन्त आयो एउटा चाहिँ बल्ल बल्ल कान्दाखेरि आउनु थाल्यो है अब नाटक गरेर फेरि त्यहाँबाट गएर दुई दिन लाग्यो उसको ढकनले छोडेन नि त उम्लेर आछ अहिले यो दुईटा आयो वास्तवमा सही भने ढकनले ढकनले छोडेन अलिक तुम्हालाई पुगेन भोलि बिहान खाने गाडी त अरे थ्याङ्क यू फर वाचिङ माई भिडियो एन्ड सबैजनाले मेरो भिडियोलाई सब्सक्राइब गरिदिनु होला है त अनि फेरि म यस्तै भिडियोहरू लिएर आउने छु अल बेल आइकनलाई पनि दबाउनु नबिर्सनु बाई टेक केयर